वेलकम ब्याक टु माई डेली ब्लग। डेली हाल्नु पाएको छैन हो। अब रेडी भयो, अब लगाम लाउनु पर्छ। लगाम हाल्नु चाहिँ दुई जाने हो है। र मेन चिज भनेको चाहिँ लगाम लाउनु हो है। मेन चाहिँ लगाम हो। लगाम बिना चाहिँ मान्दैन। अब कसैले अब नयाँ घोडा भने त चलाउनै सक्दैन। अब चिनदान यो मेरो आफ्नो भएर चाहिँ यसले मेरो मान्छ कुरा। अहिले आफ्नो भन्दा पनि 2 महिना भयो, 2 महिनामा त बन्डिङ भइहाल्छ। र हेर्नुहोस् होला कसरी लगाउँछु म लगाम लक्कीमाथि है। अल्छी हुन्छ घोडा चाहिँ है। र आफ्नै अनुहार हेर्दैछ होइन है। र हेर्नुहोस् होला मेरो घरबाट बाहिर भिड त्यस्तो देख्छ हो। पर चाहिँ झिल छ पर। र लकी अब ए भेस्ट अलिक खाना हुन्छस् हो बदमास। बदमास। र लगाम लगाउँदा चाहिँ है यसरी एउटा हात चाहिँ यता हुनुपर्छ हो। र यसको यहाँ टक्क पक्रेर स्याट्टा तान्नु हो। आदत भाइ भन्छ हामी पनि गरिहाल्छ हो। भाइ गुड। यसको लगाम छैन कि लग्यो नाल। लकी बस 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 बस। नौटङ्की नै। यसले यो पनि भाँचेछ हो। यो पनि चेन्ज गर्नुपर्छ। यसलाई टाइट बान्यो भने पनि चल्छ, तर बेसी टाइट पनि बान्नु हुँदैन। के हो टाइट बान्दैछ चलिहाल्छ। लकी ओइ काम गर्न जानुपर्छ भाइ। यसको चाहिँ साह्रै छ लगाम। र मेन चाहिँ टाउकोदेखि समातेर लगाउनुपर्छ हो। त्यसले अघि मैले जसरी लगाएँ नि यताबाट यसरी लगायो भने चाहिँ सजिलो हुन्छ। चलो लकी गेटअप, जस्ट गेटअप। छोरा बेसी अल्छ्यौ होइन। हेलो दोस्तों, वेलकम ब्याक टु माई डेली ब्लग। आज चाहिँ अब जाँदैछु नालसाल बोकेर नाल ठोक्नु। काम पनि गर्नु छ है। लकी दाजुभाइले है। राम्रो बिरालको बच्चाहरू चाहिँ बसिरहेछ। यसहरू यस्तै छ है। त्यति र तपाईँहरूलाई स्वागत छ है मेरो डेली मिनी ब्लगमा। हेर्नुहोस् होला अगाडि के हुँदै जान्छ। अब खाँदैन अरे खान नखाउँदैछ नि। लुनु ओइ के गर्यो लुनु लुनु ओइ नगर नजिस्की लुना ऊपर से चलो चलो चलो। अलछे हिँड अलछे ओए चल चल हिँड चल चल हिँड न उकालो हिँड। हिँड 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 ओए चल। लक्की ओह्रालोबाट जाने भाइ तै गल्छस् भाइ। तल म गरिसँगै लान्छु त। किन त्यस्तो तल यहाँबाट सर्टकट पर्थेन। हिँड 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 लङ कटै हिँड लङै हिँड ल हस्पिटलबाटै जाऊ। लक्कीलाई तल गयो भने सिधै सर्टकट पर्थ्यो। अब यस्तो घुमेर तलबाट गएर फेरि उकालो यस्तो उकालो जानुपर्छ हो। अब यसकै गल्तीले हो। यो अल्छी हुनु खोजेको कि लास्टमा आफै काम पर्छ। नि अटेर गर्छस् अब त्यति बेला हिर्कायो भने फेरि खुट्टाहरू चल्छ कि हिर्काउनु हुँदैन। मेन चाहिँ आफ्नै मर्जीले पनि हिँड्नु दिनुपर्छ। र अब यसले नेक्स्ट टाइम बुद्धि लगाउँछ। यहाँबाट चाहिँ छिटो हुँदैछ भनेर सोच्छ। अब मैले सिधै उकालो गएको भने अब हाम्रो गाउँ चाहिँ यस्तो हुन्छ है। कोही बेला मौसम बदलिन्छ। पानी आज चाहिँ क्लियर भएछ। माथि त्यो बादलले लाग्दो घाम लागिरहेछ।
सब्सक्राइब भयो अहिले ड्रिम भयो भनौँ न चलो चलो दुईजना छ सोध्यौँ सोधेको त खोज्छौँ अब बोटिङहरू चाहिँ बोटिङमा चाहिँ भाइ ट्रेनिङ पाउँदैछ मजाले र यो भिडियो चाहिँ हाम्रो आरजे सागर दाले एडिट गरिदिनु भएको है र दाको युट्युबमा चाहिँ आरजे सागर गाउँको छोरो हुनुहुन्छ है र उहाँ दा चाहिँ मिङरिङको है दार्जिलिङको र दालाई पनि सपोर्ट गरिदिनुहोस् भन्छु है दाले एडिट गरिदिनु भएको यो सानो बढी क्लिप मेरो लागि है दाको भ्लगमा आएको छ पुरा रोहिणीको भ्लग है रोहिणी झिलको विजयमा र आरजे सागर गाउँको छोरोमा हेर्नुहोस् होला र म झिलबाट सिधा गरिगाङ गएँ है र गरिगाङमा चाहिँ रोहिणी युथ युनाइटेड फोरमको केटाहरूले रोहिणीको युथहरूले फुटबल खेलाउँदै थियो र माथि हेर्नु गएको थिएँ र युथमा चाहिँ म पनि छु र यो हाम्रो युथ चाहिँ कुनै पार्टी पोलिटिक्समा छैन र साथीहरू सबै रोहिणीको युथले नै खेलाएको यो फुटबल है र म चाहिँ साइडमा यहीँ हो फुटबल ग्राउन्डकै माथिल्लोटी हाम्रो सोलनको घर छ नि त घोडा सोलनको हो सोलनले पनि घोडा चलाउनुहुन्छ उसले सिकाउनु भएको मलाई आधी हो र आधी चाहिँ आफै सिकेँ हो र तर म आधी यो सानो सिकाउने गुरु हुन्छ है र गुरु जतिकै भनौँ मभन्दा एक्सपिरियन्स छ है यसमा चाहिँ मैले नाल ठोक्नु गएको थिएँ है सोलनको र सोलनलाई पनि देखिरहनु भएको होला तपाईँहरूले चिन्छ पनि कतिले भन्नु सबैले अब बेसी त छैन अब लाखौँमा त छैन भ्युवर र त्यही भएर 100 हुन्छ भ्युज त्यो 100ले सबैले चिन्छ 100जनाले त र हेर्नुहोस् होला गोलीको मजा लिनुहोस् है र हाम्रो एम्पायर छ अभिषेक सानो नानी पोस्ट छैन दामी सिउ छ चाहिँ मान्नै पर्ने है अस्तिको जस्तो 55 छैन र भाज्यो है पोस्टमा नि हौ अलिकति भित्र भएर किपर हेरेको थियो नि होइन फ्रेममा छ क्या सर्ट केटाहरू र गोली चाहिँ घाइबारी भर्सेस लङभ्यू हुँदै थियो है सेतो चाहिँ घाइबारी र निलो चाहिँ लङभ्यू है र आखिरमा चाहिँ 6 र 3 भयो है र घाइबारीले 6 हाल्यो है र लङभ्यूले 3 हाल्यो है र यसमा गेम सक्यो र आजको मेरो भ्लग पनि लामो हुने रहेछ र त्यसरी आजको फुटबलको चाहिँ यति नै है अस्ति थालेको अब पाउँछ त
र अहिले चाहिँ हामी घर आइपुग्यो है गलेर कमै समय पनि भएन गोली चाहिँ धेरै भयो नाल ठोकाइ भयो भयो है नाल ठोक्यो है लक्ष्मीलाई अब यसलाई एकछिन खुल्ला छोडिदिन्छु भोकै त छैन बिहानै छ चारो पनि दिन्छु हल्का हो एकछिन घाँस पनि खाओस् एकछिन खुल्ला छोडिदिन्छु र आजको लागि यति नै है र भोलि भेटौँ है मन पऱ्यो भने लाइक फलो गरिदिनुहोस् होला है र म चाहिँ भन्नु बिर्सिँदैछु म चाहिँ रोहिनीबाट हो है र रोहिनी चाहिँ दार्जिलिङमै पर्छ है जय महाकाली आयो गोर्खाली सबैलाई भोलि भेटौँ है